सरी भिडियो सुट गर्दा ब्याट्री भइएछ स्विच अफ भएछ। सो हामी एमा थियौँ ट्रायङ्गुलर म्याट्रिक्समा। यहाँबाट स्टार्ट गरौँ। सो ट्रायङ्गुलर म्याट्रिक्सको इक्जाम्पल भयो। ट्रायङ्गुलर म्याट्रिक्स भनेको मैले के भने भन्दाखेरि यदि डायगोनल भन्दा माथिको एलिमेन्ट्स अथवा अर डायगोनल भन्दा तलको एलिमेन्ट्सहरू 0 छ भने हाम्रो त्यसलाई ट्रायङ्गुलर म्याट्रिक्स भन्छौँ। अब यसमा क्राइटेरिया के हो भन्दाखेरि जुन पनि हुनसक्छ, मतलब माथिको भए पनि भयो, डायगोनल भन्दा माथिको एलिमेन्ट्स मात्र 0 भयो नि भयो, डायगोनल भन्दा तलको मात्र एलिमेन्ट्सहरू 0 भयो नि भयो। तर दुईटा मध्ये एउटा चाहिँ सेटिस्फाई हुनु पर्यो कन्डिसन है। अब त्यहीमै टाइप्स आउँछ ट्रायङ्गुलर म्याट्रिक्सको। अब अप्पर ट्रायङ्गुलर म्याट्रिक्स र लोअर ट्रायङ्गुलर म्याट्रिक्स हुन्छ। जस्तै हाम्रो अप्पर र लोअर ट्रायङ्गुलर म्याट्रिक्स हुन्छ। एउटा अप्पर भयो, एउटा लोअर हुन्छ है। सो अप्परमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो अप्पर भनिसकेपछि लोअरमा चाहिँ 0 हुन्छ। लोअरमा चाहिँ हाम्रो 0 हुन्छ है। सो सरी, अर्को नम्बर हालौँ, कुनै एउटा नम्बर यसरी हुन्छ होला। ल यो भयो डायगोनल। डायगोनल भन्दा तलको एलिमेन्ट्सहरू 0 छ अनि माथिको एलिमेन्ट 0 छैन भने त्यसलाई अप्पर भन्छौँ। तलको चाहिँ 0 हुनु पर्यो। तलको एलिमेन्ट्सहरू 0 छ भने त्यसलाई हामीले के भन्छौँ, अप्पर ट्रायङ्गुलर म्याट्रिक्स भन्छौँ। ट्रायङ्गुलरमा हाम्रो दुईटै कन्डिसन थियो कि एमा 0 भए नि हुन्छ, एमा 0 भए नि हुन्छ भनेको थियो नि। यो पनि ट्रायङ्गुलर म्याट्रिक्स हो किनकि टाइपमा पऱ्यो। सो टाइपमा दुईवटा हुन्छ ट्रायङ्गुलर म्याट्रिक्सको, एउटा अप्पर र एउटा लोअर हुन्छ। अप्परको लागि तलतिर 0 हुनु पर्यो, डायगोनलभन्दा तल एलिमेन्ट्सहरू 0, अनि लोअरमा चाहिँ हाम्रो अप्परमा चाहिँ 0 हुनु पर्यो, लोअरमा होइन अप्परमा चाहिँ 0 हुन्छ। सो उल्टो हुन्छ, अप्पर भन्ने बित्तिकै लोअरमा 0 अनि त्यसपछि लोअर भन्ने बित्तिकै अप्परमा 0। किन यो अप्पर ट्रायङ्गुलर म्याट्रिक्स भनेको भन्ने कुरा बुझ्दाखेरि हाम्रो जब हामीले यस्तो गराउँछौँ नि, यसलाई जोइन गर्छौँ नि, तब यो यस्तो ट्रायङ्गल भनिरहेको क्या। अनि जब माथिवाला मानौँ यो 0 भएको भए जस्तै 1 0 0 अनि त्यसपछि 2 3 0 4 5 6 यो भयो डायगोनल। डायगोनलभन्दा माथि एलिमेन्ट 0। अब यसलाई जोइन गर्ने हो भने यो डाउनतिर आयो यसरी। ट्रायङ्गल हेर्दै थाहा हुन्छ, लोअर ट्रायङ्गुलर भनिरहेको, यहाँ अप्पर ट्रायङ्गुलर भनिरहेको 0ले जोइन गर्दा। यो चाहिँ बुझ्ने कुरा हो। सो अप्पर भनेको के बुझ्नु पऱ्यो, तलतिर एलिमेन्ट्सहरू डायगोनलभन्दा तल एलिमेन्ट 0, लोअर भन्ने बित्तिकै माथितिर 0 एलिमेन्ट्सहरू। ट्रायङ्गुलरमै दुईवटा मध्ये कुनै एउटा भयो भने ट्रायङ्गुलर हुन्छ किनकि दुईटै टाइप्स हो ट्रायङ्गुलर म्याट्रिक्सको, यो दुईवटा अप्पर र लोअर। सो बुझ्नु पऱ्यो। अब यसमा डिफ्रेन्ट छ। अब मानौँ हामीले यसरी हेर्ने हो भने अब यसमा आई ग्रेटर देन जेमा 0 हुन्छ कि आई लेस देन जेमा 0 हुन्छ। तलतिर हेर्ने हो भने यो भयो I1, मतलब एउटा 1 भयो, अनि त्यसपछि यो तलतिर जानु पऱ्यो, त्यसपछि यो 2 2 1 2 2, यो कति हुन्छ 3 1, यो भयो 3 2। सो यदि हाम्रो आई ग्रेटर देन जे भएको ठाउँमा चाहिँ एलिमेन्ट्स 0 छ भने एआइजे इक्वल टु 0 इफ आई ग्रेटर देन जे, यो कन्डिसन छ भने त्यसलाई हामीले के भन्छौँ, अप्पर ट्रायङ्गुलर म्याट्रिक्स भन्छौँ। यो बुझ्नुपर्छ है, नोटमा लेखिहाल्ने। त्यही म नोट प्रोभाइड गरिदिन्छु पछि, नत्र यो एकदम इम्पोर्टेन्ट छ। एआइजे इक्वल टु 0 यदि आई ग्रेटर देन जे हुन्छ। जब आई ग्रेटर देन जे हुन्छ, यसमा यो हेर्ने हो भने यो यसको पोजिसन हेर्ने हो भने म्याट्रिक्समा हाम्रो कति हुन्छ, र1 र2। यो भनेको हामीले डिनोट गर्ने तरिका हो। यो इलिमेन्ट्स हरेक इलिमेन्ट्सलाई डिनोट गर्ने तरिका चाहिँ यो है। फेरि आइजेको रूपमा हामीले डिनोट गर्छौँ, यो याद राख्ने है। एउटा हरेक म्याट्रिक्समा हरेकवटा एउटा इलिमेन्ट्सहरूलाई यसरी डिनोट गर्छौँ। आईको ठाउँमा चाहिँ कुन र पोजिसन हाल्छौँ, जेको ठाउँमा चाहिँ कोलम पोजिसन हाल्छौँ। सो यो याद राख्नुहोस् है। त्यस्तै अनुसार हामीले के गर्छौँ भन्दाखेरि जस्तै यो 0को पोजिसन निकाल्नु पऱ्यो, कति हो र1 छ, सो र2 छ, यसमा 2 अनि त्यसपछि कोलम 1 2 1। सो यसमा र धेरै भयो, आई धेरै भयो, आई ग्रेटर भयो। सो आई ग्रेटर भयो भनिसकेपछि आई ग्रेटर देन जे, यसमा पनि आई ग्रेटर देन जे छ, यसमा पनि आई ग्रेटर देन जे छ।
त्यो भयो भने हाम्रो के हुन्छ अप्पर ट्रायङ्गुलर हुन्छ। सिमिलरली यदि आई लेस देन जे अथवा जे ग्रेटर देन आई छ भने त्यस्तो बेला चाहिँ त्यो इलिमेन्ट्स चाहिँ हाम्रो लागि 0 हुन्छ भने त्यो चाहिँ हाम्रो लागि के भयो लोअर ट्रायङ्गुलर म्याट्रिक्स भयो, लोअर ट्रायङ्गुलर म्याट्रिक्स। सो यति क्राइटेरिया चाहिँ बुझ्नु पर्यो। अब अर्को एउटा भन्छु म के कुरा भन्दाखेरि हाम्रो डायगोनलमा हाम्रो जस्तै हाम्रो ट्रायङ्गुलर म्याट्रिक्सको कुरा हो है। ट्रायङ्गुलर म्याट्रिक्समा हामीले के भनेको थियौँ डायगोनल इलिमेन्टहरूभन्दा माथिको इलिमेन्ट 0 र डायगोनलभन्दा तलको इलिमेन्ट्स 0 हुनुपर्छ, कुनै एउटा 0 भयो भने हुन्छ भनेको थियो नि। अर्को भनेको डायगोनलमा के डायगोनल नन 0 हुनुपर्छ भन्ने कुरा होइन, यसमा डायगोनल पनि 0 हुनसक्छ, बुझ्यो? डायगोनल पनि 0 हुनसक्छ, वान नि डायगोनल जे नि हुनसक्छ। डायगोनलमा कुनै पनि हामीले कन्डिसन लगाएको छैनौँ। सिर्फ कन्डिसन भनेको कि अप्परको 0 हुनु पर्यो अथवा लोवरको 0 हुनै पर्यो। अप्पर अथवा लोवरको एउटा 0 हुनै पर्यो, तर डायगोनल 0 हुन नि सक्छ। डायगोनल इलिमेन्ट्स 0 हुन नि सक्छ, नहुन नि सक्छ, भयो नि ठिक छ, नभए नि ठिक छ, यो चाहिँ याद राख्नु। सिमिलरली हाम्रो डायगोनल म्याट्रिक्सको कुराहरू है। डायगोनल म्याट्रिक्समा मैले के भनेको थिएँ पहिला, डायगोनल म्याट्रिक्समा डायगोनल इलिमेन्ट्सलाई छोडेर अरू सबै 0 हुनु पर्यो, तर डायगोनल इलिमेन्ट्स नन 0 हुनै पर्छ र पर्दैन। यसमा 0 0 भयो नि चल्छ डायगोनल इलिमेन्ट्स। सो डायगोनल इलिमेन्ट्समा पनि यसमा नि कन्डिसन छैन। सिमिलरली स्केलर म्याट्रिक्समा पनि कन्डिसन छैन। स्केलर म्याट्रिक्समा पनि हाम्रो के हुन्थ्यो सेम हुन्थ्यो डायगोनल इलिमेन्ट्स, यसमा 0 0 पनि त सेमै हो। सो 0 0 हाल्न नि मिल्यो यसमा डायगोनल इलिमेन्ट्स, तर अरू पनि पुरै 0 हुनु पर्यो, त्यो चाहिँ फिक्स हो। तर डायगोनलमा कुनै पनि कन्डिसन छैन, जुन पनि हुनसक्छ, डायगोनल नन 0 पनि हुनसक्छ, 0 नि हुनसक्छ, यसमा नि कुनै नि कन्डिसन छैन, यसमा नि कुनै कन्डिसन छैन। तर मैले भने अरू जुन जुन कन्डिसन चाहिँ मैले भनिदिइसकेँ। सिमिलरली हाम्रो स्केलर, तर आइडेन्टिटी म्याट्रिक्समा हेर्ने हो भने जहिले पनि के हुन्छ, यसमा कन्डिसन छ जहिले पनि डायगोनल इलिमेन्ट्स 1 हुनुपर्छ, यो चाहिँ एउटा कन्डिसन हो। मैले पहिले भनिदिइसकेँ आइडेन्टिटी म्याट्रिक्स के हो, डायगोनल म्याट्रिक्स के हो, राम्रोसँग बुझ्नु होला। सो यही नै हो। अब के रह्यो र एउटा नल म्याट्रिक्स रह्यो। यहाँ मैले जुन बनाएको छु नि यो नल म्याट्रिक्स हो है। अब नल म्याट्रिक्स के स्क्वायर म्याट्रिक्स हुनुपर्छ त भन्ने कुरा आउँछ। नल म्याट्रिक्स स्क्वायर म्याट्रिक्स हुनु पर्दैन। नल म्याट्रिक्स रेक्टेङ्गुलर म्याट्रिक्स पनि हुनसक्छ, जस्तो 0 0 0 0 0 0, यो पनि हाम्रो लागि नल म्याट्रिक्स हो। नल म्याट्रिक्स भनेको हरेक इलिमेन्ट्सहरू 0 छ भने त्यसलाई नल म्याट्रिक्स हुन्छ। अब यदि स्क्वायरको फर्ममा लेख्ने हो भने 0 0 0। अब यसलाई भन्ने भने यो नल म्याट्रिक्स पनि हो। कुन कुन म्याट्रिक्स हो ल भन्नुहुन्थ्यो, यो हाम्रो लागि नल म्याट्रिक्स हो एउटा त, यो भनेको हाम्रो नल म्याट्रिक्स, अर्को भनेको हाम्रो डायगोनल म्याट्रिक्स पनि हो, किन डायगोनल इलिमेन्टलाई छोडेर सबै 0 हो। मैले भने डायगोनलमा कुनै कन्डिसन छैन, नन 0 नि हुनसक्छ, डायगोनल इलिमेन्ट्स 0 पनि हुनसक्छ। सिमिलरली यो स्केलर म्याट्रिक्स पनि हो, किनकि स्केलर हुनको लागि यो सेम हुनु पर्थ्यो, यो सेम छ, त्यसमा पनि कन्डिसन थिएन डायगोनल म्याट्रिक्स। तर यो हाम्रो लागि आइडेन्टिटी होइन, किनकि आइडेन्टिटीमा हाम्रो कन्डिसन छ 1 1 हुनुपर्छ, तर यसमा 1 1 छैन। त्यही भएर यो स्केलर म्याट्रिक्स पनि हो, डायगोनल म्याट्रिक्स पनि हो, और हाम्रो के पनि हो ट्रायङ्गुलर म्याट्रिक्स पनि हो। सो यति कुरा चाहिँ याद राख्नु पर्यो। कतिखेर के हुन्छ पुरै कन्डिसन मैले भनिदिएको छु। 2x2 अभियसली थाहा छ हामीलाई। रेक्टेङ्गुलर म्याट्रिक्स भनेको सब मैले कभर गरेँ। अब अर्को पालि चाहिँ हामी मल्टिप्लिकेसनको बारेमा कुरा गर्छौँ। अनि अर्को पनि छ हाम्रो स्क्यु सिमेट्रिक म्याट्रिक्स र सिमेट्रिक म्याट्रिक्स भन्ने पनि छ, त्यो पनि कुरा गर्छौँ। अरू डिफ्रेन्ट म्याट्रिक्स छ, प्रोपर्टी छ, त्यसको बारेमा डिस्कसन गरौँला। अहिलेको लागि बेसिक कुरा मैले भन्थेँ, यति कुरा चाहिँ नोटमा लेख्ने, नत्र म नोट प्रोभाइड गरिदिन्छु, त्योबाट एकदम राम्रो नोट बनाउने। त्यसपछि पुरै पोइन्ट एकदम पोइन्ट छ, जुनबाट एमसिक्यूहरू पऱ्यो भने नि एकदम इजिली गर्न सकिन्छ कि। पुरै पोइन्ट एकदम क्लियर भइसक्यो ल।